प्रकाश सापकोटाज्यू प्रस्तुतिको लागि आग्रह गर्दछु। प्रेम प्रकाश सापकोटाज्यू पश्चात बलराम उपाध्यायज्यूको प्रस्तुति। सचिव उत्कर्ष गीता कविता सुनाउन आज्ञा चाहन्छु। कविता यसरी सुरु हुन्छ। नवीन कोपिलाशयं फुली सुभाष सर्वचा दुरुस्त स्वाभिमानले स्वतः विकास गर्दछ। उदे अमूल्य मूर्ति हुन् नदी किनारका शिला विलुप्त शिल्पकारको विकासको छ यो फला। अबोध कृष्ण सारले शरीरको सुगन्ध नै सदैव बाहिरी जगत डुलेर खोज्छ अन्धजै। उही छ हाल आजका मनुष्य कृष्ण सारको मात्र शेष एउटा फराकिलो विचारको। स्वधर्म निरले भए सुकर्म बीज सिंचित भइन्न पुण्य पुष्पको सुगन्धबाट वञ्चित। असार स्वेदले विधि असोज हराउँछ कपेर माघको चिसो मिठो वसन्त आउँछ। नपग्लिएर मैनले कहाँ प्रकाश छर्दछ स्वयं जलेर तेजिलो प्रभा निकास गर्दछ। हिमाल नाङ्गी नदी नयाँ लुगा लगाउँछे नितम्ब शैलका चिरी समुद्र भेट्न धाउँछे। अब अन्तिम श्लोक। जितेर गुड त्रास जो बढाउँदैछ हिम्मत अवश्यमेव ऊ सुखी बनाउँदैछ किस्मत। तसर्थ प्रदत्त चित्तले बनौँ सुबास पारिजातको महत्त्वपूर्ण सम्पदा बनोस् नयाँ प्रभातको महत्त्वपूर्ण